फुटपाथ होस् या चाहिँ नि जग्गै बित्ति यसो देख्यो भने यसो राति गएर बार बढाइदिइहाल्ने त्यो थुप्रै छ, धरानमा थुप्रै छ। त्यसलाई चाहिँ तपाईँले कुनै तपाईँको नयाँ इन्डिजिनस मेथड छ कि अन्य मेयरहरूले गरिरहेको जस्तो अलिकति एकचोटि धक्का दिन जरुरी छ जस्तो तपाईँ फिल गर्नुहुन्छ? अब त्यसमा त त्यही हो, अब के अरे अतिक्रमण गरिराख्नुहुन्छ होइन, अब सुकुम्बासी बस्ती भनौँ न अब होइन, त्यस्तो गरिराख्नुहुन्छ। र त्यसमा चाहिँ कस्तो रहेछ भने यो भूमाफियाहरू लागे आउँदो रहेछन्। अनि सोझा साझा मान्छे त गाउँबाट आएको मान्छेलाई है यति हजार दे त्यहाँ बस, यति लाख दे त्यहाँ बस, फेरि भन्लास् त्यहाँ यसले फल्नाले गर्यो भने त केही हुँदैन हामी छौँ भनेर चाहिँ भन्दा रहेछन्। अनि हामी जान्छौँ, जाँदाखेरि अब धरानमा भर्खर आएको मान्छे बसिरहेको हुन्छ है, कसले बस्नु लाग्यो त भन्दा उसले मरिगयो भन्दैन है, त्यो खोइ के कसम खुवाएको हुन्छ। अनि चाहिँ कस्तो भन्दाखेरि अब त्यो व्यक्ति जो बसेको हुन्छ त्यो व्यक्तिले अतिक्रमण गर्न सक्दैन। यहाँनिर चाहिँ अब त्यही हो, त्यही तरिकाले लागेका मान्छेहरूको एउटा गिरोह नै छ। त्यो गिरोहले चाहिँ त्यसरी चाहिँ गरिराखेको छ। त्यसलाई मैले चेक एन्ड ब्यालेन्स गर्दैछु। यो फेरि चलन भनेको चाहिँ कस्तो भने धेरै पुरानो चलन छ धरानमा। त्यो ठुलो समस्या पनि यही हो। अब खोलाको तिरमा गएर 2-4 टहरा बनाइदिइहाल्ने होइन, अनि त्यहाँ गएर बस्नु म छु भन्ने होइन। अनि यो खालको एउटा चाहिँ कस्तो त्यहाँ बसेपछि तर फेरि त्यसलाई चाहिँ अब पोलिटिकल पार्टीहरू हुँदो रहेछ त्यसको पछाडि चाहिँ। अनि त्यहाँ बसे मार्फत चाहिँ पछि गएर अब त्यो भोटर आइडी साइडीमा बनाइदिन्छु, पछि हाम्रो पार्टीमा भोट हाल्लास् भन्ने किसिमले त्यो आजीवन एउटा चाहिँ नि आश्रित बनाएर त्यो लड्दै हुनुहुन्छ त्योसँग। विथ फोर्स लड्दै हुनुहुन्छ कि विथ ट्याक्टिक्स लड्दै हुनुहुन्छ? अब यो दुइटै प्रयोग गर्नुपर्छ होला भन्दैछु होइन। र यसको लागि ट्याक्टिक्स पनि चाहिन्छ, त्योभन्दा धेरै चाहिँ फोर्स चाहिन्छ जस्तो लाग्छ एकचोटिलाई। त्यो त्यस्तो छ।